हेलो गाइस, के गर्दै हो, कसो गर्दै हो? आज पनि म न्यू डे न्यू ब्लग अनि ह्याप्पी डे। अनि त्यहाँबाट चाहिँ तपाईँहरूको दिन के छ कस्तो छ भन्दै आज पनि मैले यहाँ यो ठाउँबाट चाहिँ मेरो भिडियो स्टार्ट गर्दैछु र तपाईँहरूले देखिसक्नुभयो होला यो ठाउँ चाहिँ कहाँ होला भनेर। यो ठाउँ चाहिँ जापानको नागा हो र जो पनि होइन यहाँ आइसकेपछि चाहिँ यो ठाउँमा आइसकेपछि होइन यो डल्लोमा नआउने चाहिँ कोही हुन्न। यो चाहिँ किसिमको सिरोगावा पोइन्ट हो र म पनि यो ठाउँमा योभन्दा 10 वर्ष पहिला आएको थिएँ। भर्खर जापान आउने बेलामा टक्क यो ठाउँ आएको। यो ठाउँमा आएर फोटो खिच्न पाउँदाखेरि चाहिँ धेरै नै खुसी भएको थियो र म जस्तै यो ठाउँमा आएर खुसी हुने को जहाँ हुनुहुन्छ र तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ। र जापानको पनि नागोया यति छेउ आतारी भइसकेपछि धेरै जस्तो मान्छेहरू चाहिँ होइन यहाँ आएर फोटो खिच्ने, यहाँ पानीको भ्यूमा बस्ने होइन। यो जुन मैले देखाएको छु नि तपाईँहरूलाई यो चाहिँ अब नाइटमा चाहिँ एकदम दामी देख्छ अनि बत्तीहरू पनि बल्छ अनि यहाँ चाहिँ धेरै राम्रो हुन्छ। र यतातिर चाहिँ अलिअलि डेटिङ बस्ने मान्छेहरू पनि हुन्छ र यतातिर चाहिँ फेरि रनिङ गर्ने मान्छेहरू पनि हुन्छ होइन। यो साइडमा त उसु भइहाल्यो, उसुमा त तपाईँहरू थाहा छँदैछ, अब मैले धेरै नभन्नु पर्ला। र यति भन्दै चाहिँ म चाहिँ आज तपाईँहरूलाई यति मात्रै देखाउँछु। थ्याङ्क यू।